हेलो नमस्ते गुड आफ्टरनुन सम्पूर्ण मित्रहरू। अहिले चाहिँ हामी सतीघाटमा छौँ। उता पारिपट्टि सङ्घसभा जिल्ला अनि वारिपट्टि चाहिँ सडकनन्द नगरपालिका भोजपुर पर्यो। यो चाहिँ अरुण नदी। अब यहाँ सतीघाटमा चाहिँ पक्की पुल नभएको कारणले गर्दाखेरि फेरीमा यसरी गाडीहरू तार्नुपर्ने अवस्था छ। हाम्रो यो सेतो गाडी हो अहिले होइन। हामी खाँदबारीदेखि घरदेखि भोजपुर चौकी डाँडा जाने तर्खरमा छौँ अनि गाडी तारिरहेको छौँ। 1 घन्टा हुन लाग्यो समथिङ होइन। मोटामोटी यहाँ 10-12 मिनट लाग्दो रहेछ वारिपारि हुनलाई होइन। पारिबाट यहाँ आउनुलाई 12 मिनट लाग्दो रहेछ होइन। मैले अघिल्लो भिडियो पनि बनाएको छु, तर मोटामोटी 12 मिनट लाग्दो रहेछ। यो सेतो चाहिँ हाम्रो गाडी हो। अब यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ कसरी अनलोड गर्छ भनेर गाडीलाई होइन। मैले भन्नै पर्दैन यो रस्सीहरू कसरी लडिरहेछ के को लागि भनेर। माथि तानिरहेछ हेर्नुभयो, माथि मिसिनले इन्जिनले भित्र तानिरहेछ अनि यो चाहिँ यसरी आइरहेछ फेरि। यो पारिपट्टि सङ्घसभा जिल्ला हो। यहाँको जम्मै लाइनमा बसिरहेछ यिनीहरू गाडीहरू। पालोपिली टन्डै यहाँ आउनु पऱ्यो होइन। यहाँ गाडी आइपुग्यो। अब चाहिँ हामी गरेपछि अब यहाँ गाडी तारिसकेपछि 100 रुपियाँमा चाहिँ पैसा तिर्नुपर्ने हुन्छ। यहाँ फेरी मार्फत तारे मार्फत कर चाहिँ 100 रुपियाँ तिर्नु पर्दो रहेछ। गाडी नम्बर दर्ता गर्नुपर्ने यहाँ माथि माथि पुगिसकेछ हाम्रो भाइ होइन। अनि अब हेर्नु है यहाँ के यो तारहरूले के काम गर्छ कसरी गर्छ भनेर सबै यसरी गाडी तारिँदो रहेछ होइन। पक्की पुल नभएको कारणले गर्दाखेरि एकदम बाध्यतामा अब नतारी नहुने अवस्थाको कारणले यो फेरीहरू यसरी युज गरिँदो रहेछ। यो अब रस्सी हेर्दै हुन्छ नि। अब यहाँ कस्छ होइन। यहाँ ट्याक्क सेटिङ मिलाएर अब यसो मिलाएर अब यसरी यो रस्सी आउँदैछ नि। यसरी सपोर्टको लागि यसरी टाइट गरेको छ। टाइट गरिरहेछ है। टाइट गरेर चाहिँ हावाले पुरा यो हल्लाइरहेछ। माथिको उसले सपोर्ट गरेर चाहिँ तार्ने हो। ल हेर्नु यहाँ टिफर पहिला आउँछ होइन, त्यस पछाडि अरू गाडी। पारी पनि तानिरहेछ एकजनाले होइन। यसलाई अलिक रस्सी टाइट बनाइरहेछ, त्यो टच हुनुपर्दो रहेछ। चिफर आउँछ हेर्ने। त्यो झन्डा उचालेपछि के सङ्केत गर्छ जानुहोस् भनेर। रेड भयो भने चाहिँ डेन्जर। झन्डा उचाल्न लागिरहेछ हेर्नु त्यहाँ। अब गाडी चाहिँ वारिपारि यहाँ चाहिँ यो अरुण नदी हो होइन। वारिपारि भोजपुर र सङ्घसभा गर्नका लागि सतीघाट मार्फत चाहिँ यसरी तारिन्छ। यत्रो हेभी वेटहरू लोड भएको गाडीहरू पनि यसरी पुरा हल्लाइदियो। यति धेरै हल्लिएन। पहिला अझै टाइट गर्छ। यो आउने पाला हाम्रो गाडीको सङ्केत गर्दैछ यहाँको स्टाफले जाऊ जाऊ भनेर। ल हाम्रो गाडी पनि निस्क्यो होइन। अब यो फेरि यहाँको अर्को लोड लिएर जान्छ यहाँबाट। ल माथि वेटिङमा छ सबै हाम्रो भेनाहरू।
अरू जाँदैछ गाडीहरू, फेरि अरू गाडीहरू पनि यसरी नै हाल्छ त्यहाँ। ल भाइ सबैजनालाई